आज एसी होइन त्यो एसएलसीकै ह्याङओभर होला मलाई त यस्तो डर लागिरहेछ छोरो जाँदिन गएछ बिन्दास भएर म यहाँ डराएर थरथर थरथर के भयो यस्तो त्यो एसएलसीमा के आइरन गेट भने हुन्छ नि सुरुबाटै अब त्यो हजुरबा पालादेखिको थियो होला आइरन गेट भनेको त्यतिखेर अब काठका ढोका थियो होला नि काठका गेट थियो होला नि आइरन गेट भन्दा हाम्रो पालामा त आइरन गेट आइसकेको थियो त सजिलो खुल्थ्यो लाउँथ्यो हाम्रो बुद्धि थिएन नि त आइरन गेट डरलाग्दै गेट चाहिएर त कसरी चाहिँ दखलेर जाने हो जस्तो बनाइदिएको थियो नि त अनि जाँचको 1 हप्ता अगाडिदेखि घरमै डराउनु दिन्छ कतिको पढाएछस् अनि त्यो जाँचकै दिन त पुरै दसैँमै झै टिका लगाएर जाँदाखेरि बाटोतिरै नर्भस भइसक्यो हुन्छ वहाँ गेटमा पुग्दा साथीहरू फाट गर्दाखेरि सबै आफूले नपढाए थियो तिनीहरूले पढाए जस्तो लाग्ने होइन अनि त्यो गाड देख्दा ललक भएर अब चाहिँ सकियो जिन्दगी जस्तो भएर जाँदिएर आएको अहिले त्यही सम्झेर मुटु टुक भइरहेछ तपाईँहरू त्यो एसी दिएका आमा बुवाहरू कोही हुन्छ नि नातिनीहरूलाई मैले आफूलाई सम्झाएको हेर्ने हाततिर टुक भइरहेछ